शान्ति। प्यारे बाबाको आजको महावाणी छ। आज 2083 साल असाढ 6 गते शनिबार, तदनुसार 20/6/2026। प्यारे बाबा जो कल्याणकारी हुनुहुन्छ, बाबा सर्वआत्माको पिता हुनुहुन्छ। त्यसैले बाबाको चाहना छ कि सबैको कल्याण होस् र बाबा भन्नुहुन्छ सोको पनि कल्याण गर्नु, सर्वको पनि कल्याण गर्नु। यो प्यारो बाबाले हामीलाई प्यारो राय दिँदै हुनुहुन्छ। त्यसैले बाबा भन्नुहुन्छ आफ्नो कल्याणको लागि सबै कुरा भुलेर, देह सहित देहको सबै धर्मलाई भुलेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु। त यसरी हामी स्वयंको कल्याण गर्नु छ र फेरि बाबा भन्नुहुन्छ सर्वको पनि कल्याण गर्नु। त सर्वको कल्याणको लागि बाबा विधि बताउनुहुन्छ कि हर आत्मालाई जोसुकै होस्, जस्तो भए तापनि सर्वलाई बाबाको सन्देश दिनु। त्यसरी ज्ञान धनको दान गर्नु। कोही पनि हाम्रो घरमा आउँछ, हाम्रो ढोकामा आउँछ भने जस्तो दान नदिएर हामी खाली हात पठाउँदैनौँ नि, त्यस्तै बाबा भन्नुहुन्छ हर आत्मालाई यो ज्ञान रूपी रतनहरूको, ज्ञान रूपी धनलाई दान गरौँ। कोही पनि खाली हात नफर्किन्। त्यसरी विश्व कल्याणकारी बाबा हामीलाई पनि आप समान मास्टर विश्व कल्याणकारी बनाउँदै हुनुहुन्छ। प्यारे बाबा भन्नुहुन्छ मिठे बच्चे, तिमीसँग अविनाशी ज्ञान रत्नहरूको अथाह खजाना छ। तिमीले त्यसको दान गर। तिम्रो ढोकाबाट कोही पनि खाली हात नफर्कुन्। हैन, ज्ञान रत्नको दान कसरी गर्ने त? बस सन्देश मात्रै दिने कुरा त होइन। हैन, बाबाले हामीलाई सिकाउनु भएको छ ज्ञान रत्नको दान हामी आफ्नो कर्मबाट पनि गर्छौँ। हैन, बोलबाट हामी बाबाको यादमा रहन्छौँ भने हामीबाट सूक्ष्म रूपमा त्यो भाइब्रेसन जान्छ, पवित्रताको आकर्षित हुन्छन् आत्माहरू र हामी सन्देश दिन्छौँ। र बोलबाट, कर्मबाट, हैन, व्यवहारबाट बाबा भन्नुहुन्छ यसरी यो ज्ञान रत्नको हामी दान दिनु छ। प्रश्न, सर्व सम्बन्धको सेक्रिन बाबाले आफ्ना बच्चाहरूलाई कुन श्रीमत दिनुहुन्छ? सर्व सम्बन्धको सेक्रिन, हर सम्बन्ध बाबा बडो मिठासले, बडो प्यारले, बडो इमान्दारीले निभाउनुहुन्छ। त्यसैले यस्तो बाबाले हामी बच्चाहरूलाई कुन चाहिँ श्रीमत दिनुहुन्छ? बाबाको उत्तर छ, प्यारा बच्चाहरू, आफ्नो बुद्धि योग सबैबाट हटाएर म एकलाई याद गरिराख। दुनियाँको कुनै पनि वस्तु, मित्र सम्बन्धी आदि याद नआउन्, किनकि यस समयमा सबैले दुःख दिन्छन्। विश्वको मालिक बन्नु छ भने 63 जन्मको हिसाब किताब चुक्ता गर्ने मेहनत गर्नुपर्छ। सबै कुरा बिर्सेर अशरीरी बन्यौ भने हिसाब किताब चुक्ता हुन्छ। म सर्व सम्बन्धको सेक्रिन हुँ। बाबा के भन्नुहुन्छ? सर्व सम्बन्धको सेक्रिन बाबाले कुन चाहिँ श्रीमत दिनुभयो? बाबाले बडो प्यारले मिठे बच्चे, प्यारा बच्चाहरू भनेर सम्झाउनुहुन्छ कि आफ्नो बुद्धि सबैबाट हटाएर एक बाबामा राख्नु र दुनियाँको कुनै पनि चिज, चाहे त्यो वस्तु होस्, मित्र सम्बन्धी होस्, कसैको पनि याद नआओस्, त्यसमा बुद्धि नलागोस्, किनकि यो समयमा सबै दुखाइ दिन्छ, चाहे वस्तु होस् चाहे व्यक्ति होस्। त्यसैले विश्वको मालिक त बन्नु छ, त्यो पनि कति जन्म? बाबा भन्नुहुन्छ 21 जन्म। तर हिसाब किताब अर्कोतिर चुक्ता गर्नु छ, कति जन्म? 63 जन्म। त्यसरी एकातिर विश्वको मालिक बन्नु, अर्को 63 जन्मको हिसाब किताब गर्ने यो समय छ। त्यसैले यो समयमा मेहनत गर्नु। यसरी मेहनत कुन चाहिँ कि सबै कुरा भुलेर अशरीरी बनेर हिसाब किताब चुक्ता गर्नु छ र यसरी एक बाबालाई याद गर्नु छ।
किनकि सारा सम्बन्धको मिठास बाबा बडो प्यारले सम्बन्ध निभाउनुहुन्छ भने जुन समयमा जुन सम्बन्धको आवश्यकता छ त्यही सम्बन्ध बाबासँग जोड्ने। गीत छ बचपन के दिन भुला न देना अनि आज हँसे कल रुला न देना। यो होइन कि बाबा भन्नुहुन्छ कहिलेकाहीँ मन उदास हुन्छ केही आउँछ भने पनि बचपनको दिन याद गर्नु। जब सुरुमा बाबा पाएका थियौँ कति अनुभव भएको थियो, कस्तो नशा थियो, कस्तो खुसी थियो, कस्तो प्राप्ति थियो, अनुभव थियो, अनुभूति थियो। त्यो कुरालाई याद गर्नु बाबा भन्नुहुन्छ। फेरि हामी कहिलेकाहीँ यसो निराश मन सानो भएछ भने फेरि हामी उमङ्ग उत्साहमा आउँछौँ, फेरि खुसी हुन्छौँ। त्यसैले बाबा भन्नुहुन्छ बचपन के दिन भुला न देना। तर हामीले बिर्स्यो भने के हुन्छ, फेरि रुनुपर्छ। त्यसैले सदा याद गर्ने। ओम शान्ति। बापदादाले बच्चाहरूसँग सोध्नुहुन्छ कसको यादमा बसेका छौ, के भन्नुहुन्छ? हजुर, शिव बाबाको। बुलन्द आवाजमा भन्नुपर्छ शिव बाबाको यादमा बसेका छौ। तिमी बच्चाहरू अर्थात् आत्माहरूको कनेक्सन छ शिव बाबासँग। तिमी शिव बाबाका बन्यौ यिनीद्वारा, किनकि शिव बाबा यिनीद्वारा नै मिल्नुहुन्छ, ब्रह्मा बाबाद्वारा। यिनलाई बीचमा दलाल पनि भनिन्छ। तिम्रो दलालसँग कुनै कनेक्सन छैन, यिनी त केवल बीचमा माध्यम हुन्। लेनदेनको सबै हिसाब किताब बाबासँग हुन्छ, यिनीसँग होइन। यिनको लेनदेन पनि बाबासँग छ। यिनले पनि वहाँ बाबालाई भन्छन् बाबा मेरो सबै थोक हजुरको। तिमीलाई पनि एक त यो निश्चय छ हामी आत्मा हौ, र अर्को यो पनि निश्चय छ हामी आत्माहरूले अहिले परमपिता परमात्मासँग वर्षा लिइरहेका छौँ। मनसा वाचा कर्मणा तन मन धनले हामी शिव बाबाको मद्दतगार बन्छौँ। यो सबै थोक शिव बाबालाई अर्पण गरेका छौँ। शिव बाबाले फेरि डाइरेक्सन दिनुहुन्छ, यसरी यसरी यो काम गर। यसलाई भनिन्छ श्रीमत। बाबा स्वयं भन्नुहुन्छ म यस पुरानो तनमा प्रवेश गर्छु। यिनी पनि पतितबाट पावन बनिरहेका छन्। यो कसले भन्नुभयो? शिव बाबाले। यिनी पनि पावन बनिरहेका छन्। यिनको पनि मसँग हिसाब किताब छ, यिनीसँग कसैको हिसाब किताब छैन। कति राम्रो! ब्रह्मा बाबाको कसैसँग छैन, शिव बाबासँग मात्रै छ। तिमीले चिठी लेख्छौ शिव बाबा केयर अफ ब्रह्मा, तर माया यस्तो छ जसले निरन्तर याद गर्न दिँदैन। घडी बुद्धि योग तोडिदिन्छ। यही याद गर्ने पक्का पुरुषार्थ गरेमा फेरि अरू सबै थोक भुलिनेछ, शरीर पनि भुलिनेछ। यो शरीर हुन्छ, तर आत्मालाई यी सबै चिजहरूसँग घृणा हुन्छ। हैन, पुरानो दुनियाँको कुनै पनि चिजको आकर्षण अहिले हुँदैन। त्यसैले यो अवस्था सुदृढ बनाउने अभ्यास गर्नुपर्छ। हजुरहरूको पनि अनुभव छ। अन्तमा हामीलाई आफ्नो शरीर पनि याद नआओस्। बाबा भन्नुहुन्छ आफूलाई अशरीरी सम्झेर म बाबालाई याद गर। म सदैव अशरीरी छु। तिमी पनि अशरीरी थियौ, फेरि तिमीले पार्ट खेल्यौ, अहिले फेरि तिमीले पार्ट खेल्नु छ। यसैमा मेहनत छ। विश्वको मालिक बन्नु कुनै कम कुरा हो र? मनुष्य नै विश्वको मालिक बन्न सक्छ। यी देवताहरू पनि मनुष्य हुन्, तर यिनीहरूलाई दैवी गुणयुक्त देवता भनिन्छ। लक्ष्मी नारायण विश्वका मालिक थिए, यिनीहरूका पनि आफ्ना बच्चा होलान्। तिनीहरूले नै यी लक्ष्मी नारायणलाई मातपिता मान्छन्। तर आजकल मानिसले अन्धश्रद्धाले यी लक्ष्मी नारायणलाई त्वमेव मातस्स पिता, त्वमेव हैन यसरी भन्छन्। वास्तवमा यो महिमा हो शिव बाबाको। देवताहरूको महिमा गायन गर्छन्। हजुर सर्वगुण सम्पन्न अनि 16 कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी, मर्यादा पुरुषोत्तम, अहिंसा परमो धर्म। त यो त के हो त? देवी देवताको महिमा। तर भगवानको महिमा शिव बाबाको त्वमेव मातस्स पिता त्वमेव हो।
हो तिमीलाई थाहा छ। उहाँ निराकार परमपिता परमात्मा हुनुहुन्छ। उहाँबाट नै धेरै सुख मिल्छ। बाँकी जति पनि सम्बन्धी आदि छन् उनीहरूबाट दुःख नै मिल्छ। बाबा भन्नुहुन्छ यो त एउटा सेक्रेट मिठासको सार हो जसबाट सर्व सम्बन्धको रस मिल्छ। कसबाट? शिव बाबाबाट। त्यसैले बाबा भन्नुहुन्छ मामा काका चाचा आदि सबैसँग बुद्धि योग हटाएर म एकलाई याद गर। तिमीले गाउँछौ पनि दुःख हर्ता सुख कर्ता सबैको सद्गति दाता एउटै हुनुहुन्छ। उहाँ नै हाम्रो सबै थोक हुनुहुन्छ। लौकिक पिताबाट पनि दुःख मिल्छ। बाँकी हुन्छन् टिचर जसले कसैलाई दुःख दिँदैनन्। टिचर कहाँ गएर पढेमा तिमीले शरीर निर्वाह गर्छौ। सिप सिकाउनेहरू पनि हुन्छन्। तिनीहरू सबैले अल्पकालको लागि पढाउँछन्। भक्तिमा पनि महिमा एक राम अथवा परमपिता परमात्मालाई नै गर्छन्। उहाँ बाबालाई नै याद गर्छन्। वास्तवमा भक्ति पनि एकको नै हुन्छ। उहाँ एकले नै तिमीलाई पूज्य बनाउनुहुन्छ। तिमीले पहिला सुरुमा एक शिव बाबाको पूजा गर्छौ द्वापरको सुरुवातमा। त्यसलाई सतो प्रधान भक्ति भनिन्छ। फेरि आत्मा पनि सतो प्रधानबाट सतो रजो तमो बन्छ। तिमीले बुझेका छौ हामी पुजारी बन्छौ। तिमीले पहिला एक शिवको नै पूजा गर्छौ। फेरि कलाहरू कम हुँदै जान्छ। भक्ति पनि सतो प्रधान सतो रजो तमो बन्छ। सारा ड्रामा तिमीहरूमै केन्द्रित भएर बनेको छ। आफै पूज्य आफै पुजारी जसले 84 जन्म पुरा लिन्छन् उनीहरूको नै कहानी हो। तिनीहरूलाई नै बाबा बसेर बताउनुहुन्छ तिमीले 84 जन्म कसरी लिएका छौ। हिसाब नै तिनीहरूको हो जो पहिला सुरुमा पूज्य देवी देवता बन्छन्। तिनीहरू नै पुजारी बन्छन्। बाबा भन्नुहुन्छ म कल्प कल्प आएर तिमीलाई पढाउँछु र देवी देवता धर्मको स्थापना गर्छु, राजयोग सिकाउँछु। भगवान परमात्मा त एउटै हुनुहुन्छ। उनीहरूले त भन्छन् ढुङ्गा माटो कनकनमा परमात्मा हुनुहुन्छ। तर यस्तो त हुन सक्दैन। भगवानको महिमा त अपरम अपार छ। भन्छन् हे बाबा हजुरको गतिमध्ये न्यारा अर्थात् हजुरको जुन श्रीमत मिल्छ त्यो सबैभन्दा न्यारा छ, अलग किसिमको छ। बाबालाई भन्छन् नै गति सद्गति दाता परमपिता परमात्मा। त्यसैले बुद्धि माथितिरै जान्छ। दुःखको समयमा उहाँको नै याद आउँछ। राम सीधा बुद्धिमा हुन्थे भने त फेरि सारा रामायण बुद्धिमा आउँथ्यो। त्यसैले त पुकार्छौँ नै उहाँ एक बाबालाई। एक बाबा बाहेक अरू कुनै पनि साकारी मनुष्य वा आकारी देवतासँग बुद्धि लगाउनु हुँदैन। पतित पावन हुनुहुन्छ नै एक बाबा। किनकि अन्यलाई याद गरेर आत्माको विकर्म विनाश हुँदैन। आत्मामा बल पनि भर्दैन। त्यसैले पतित पावन हुनुहुन्छ नै एक बाबा। कुनै पनि सत्सङ्गमा गएर यही गायन गर्छन् हे पतित पावन सीताराम। अर्थ केही पनि जान्दैनन्। यो सबै हो भक्ति मार्गको गायन। सबै रावणको जेलमा छन्। भक्ति मार्गमा धेरै भट्किन्छन्। यहाँ भट्किने कुनै कुरा छैन। बाबा सम्झाउनुहुन्छ बच्चाहरूले यी पोइन्ट्स राम्रोसँग बुद्धिमा धारण गर्नुपर्छ। पढाइ नियमित पढ्नुपर्छ। यदि कुनै कारणले बिहान आउन सक्दैनौ भने दिउँसो आउनुपर्छ। कसैलाई पनि सताउनु हुँदैन। पुरै दिन त छँदैछ नि, हैन? पुरा दिन छ। कुनै पनि समयमा आउन त सकिन्छ नि। कुनै पनि समयमा गएर पढ्नु छ। यी बच्चीहरू बिहानदेखि बेलुकासम्म सेवामा हुन्छन्। किनकि बिहानदेखि बेलुकासम्म बाबाको घरको ढोका त खोलेको हुन्छ। कोही न कोही बसिराख्नु भएको हुन्छ। सारा सेवा स्टेसन खुलेका छन्। जोसुकै आए पनि उनलाई बाटो बताउनु छ। सेवा स्टेसन पहिला सुरुमा त बताउनु छ विचार गर तिम्रा दुई पिता छन्। दुई पिताको पहिला परिचय। दुःखमा पारलौकिक बाबालाई याद गर्छौ नि। अहिले शिव बाबा भन्नुहुन्छ म एकलाई याद गर।
मृत्यु त सामुन्ने उभिएको छ। त्यो त्यही महाभारत लडाई हो। चाहे ठुला पदमपति करोडपति छन्, ठुला ठुला भवन आदि बनाउँछन्, तर ती कहाँ बाँकी रहन्छन् र? ती सबै ढल्नेछन्। तिनीहरूले सम्झिन्छन् कलियुगको अवधि लाखौं वर्ष हुन्छ। यसलाई भनिन्छ घोर अन्धकार। कसैसँग पैसा छ भने बाबा सोध्छन् घर बनाऊ। बाबाले भन्नुहुन्छ पैसा छ भने हुन्छ बनाऊ। पैसा पनि त माटोमा मिल्नेछ, यो त अस्थायी हो। नत्र यी सबै पैसा पनि जानेछन्, केही पनि रहने छैन। हुन्छ बनाऊ। अब भूकम्प आयो, बाढी आयो, विनाशमा बाबा हुन्छ पैसा पनि जान्छ नि, त्यसैले बनाऊ। फेरि त्यसमा गीता पाठशालाको प्रबन्ध गर। जोसुकै तिम्रो ढोकामा आए पनि उसलाई यस्तो भिक्षा देऊ जसले गर्दा उसलाई एकदम विश्वको मालिक बनाइदिन्छ। तिमीसँग अथाह ज्ञान धन छ। यति ज्ञान धन अरू कसैसँग छैन। तिमी मध्ये सबैभन्दा धनवान उनीहरू हुन् जसको बुद्धिमा धेरै ज्ञान रत्न भरिएका छन्। हामी ब्राह्मणहरू पनि धनवान छौँ, तर हामी मध्ये पनि धनवान ती ब्राह्मण छन् जसको बुद्धिमा हर समय ज्ञान रत्न भरिएको छ। जो सुकै आए पनि तिमीले उसको झोली भरिदेऊ। तिमीसँग यति खजाना छ, केवल यो बोर्ड लगाइदेऊ, आउनुहोस् हामीले तपाईलाई सदा सुखी स्वर्गको वर्षा पाउने बाटो बताउँछौँ। तर बच्चाहरूमा त्यो नशा हुँदैन। यहाँ नशा चढ्छ, बाहिर जान साथ भुल्छन्। शौक हुनुपर्छ, जोसुकै आए पनि उसलाई बाटो बताऊ। यो शौक हुनुपर्छ जसले गर्दा उसको बेडा पार हुन्छ। तिमीसँग धेरै श्रेष्ठ ज्ञान छन्। कोही पनि भिकारी आउन् वा लखपति आउन्, तिमीले उनलाई पनि धेरै रत्न दिन सक्छौ। बाबाले यहाँ नशा चढाउनुहुन्छ, फेरि सोडा पानी हुन्छ। एकैचोटि नशा चढाउनु बाबाले, नशा चढ्यो फेरि सेलाएर गयो। त्यस्तो नहुनु बाबा भन्नुहुन्छ। बाबाले अविनाशी ज्ञान रत्नहरूले तिम्रो झोली भरिदिनुहुन्छ, तर नम्बरवार हुन्छन् नै। कसैको भाग्यमा छ भने पुरा रीतिले धारण गर्छन्। बाबा भन्नुहुन्छ प्रयत्न गरेर तिमी निरन्तर यादमा रहनु छ नै। बाबा भन्नुहुन्छ यस्तो होइन कि सेन्टरमा गएर एक ठाउँमा बस्नु छ, होइन। हिँड्दा डुल्दा जति पनि समय मिल्छ त्यस समयमा बाबालाई याद गरिरहनु छ। हातले काम गर, दिल अर्थात् बुद्धिको योग बाबासँग होस्। बाबाको यादले तिम्रो धेरै कल्याण हुन्छ। एकै जन्मको लागि तिमी धनवान बन्छौ। बेहदको बाबाले बेहदको वर्षा दिनुहुन्छ। भारतवर्ष स्वर्ग थियो, अहिले नर्क बनेको छ। बाबा भन्नुहुन्छ अब मलाई के गर, याद गर, अनि तिम्रो आत्मा सतो प्रधान बन्नेछ। बाबालाई याद गरेमा नशा चढ्छ। हामी जस्तो धनवान सृष्टिमा अरू कोही छैन। बाबाको नै याद हुँदैन भने धन कहाँबाट आउन सक्छ? बाबा बडो ध्यानले सम्झाउँदै हुनुहुन्छ। बाबा नै हुनुहुन्छ जो हामीलाई ज्ञान धन दिनेवाला। फेरि उहाँलाई नै बिर्सिन्छ भने कहाँबाट धनवान बन्छौँ? त्यसैले बाबालाई निरन्तर याद त गर्नु नै छ। स्वर्गमा त तिमी बच्चाहरूलाई अपार सुख मिल्छ। शास्त्रहरूमा त कति दन्तकथाहरू लेखिदिएका छन्। गायन गर्छन् पनि राम राजा राम प्रजा, धर्मले उपकार गर्छ। फेरि भन्छन् रामकी सीता चोरिन्, रामले बाँदरहरूको सेना लिए। यी ब्रह्माले पहिला आफैले पनि पढ्थे, केही पनि बुझ्दैनथे। अहिले कति समझमा आउँछ। कति अद्भुत कुराहरू लेखेका छन्। बाबा भन्नुहुन्छ मैले पनि प्रकृतिको आधार लिनुपर्छ। शिव बाबाले त्रिमूर्तिमा पनि ब्रह्मा विष्णु शङ्कर देखाउँछन्, तर यो कुरा पनि बुझ्दैनन् विष्णु को हुन्, कहाँका बासिन्दा हुन्। विष्णुको मन्दिरलाई नारायणको मन्दिर भन्छन्, तर अर्थ केही पनि बुझ्दैनन्। विष्णुका यी दुई रूप लक्ष्मी नारायण हुन् जसले सतयुगमा राज्य गर्थे। अहिले तिमी मनुष्यबाट देवता बनिरहेका छौ। कोही पनि आयो भने भन यी ब्रह्मा कुमार कुमारीहरू हुन्।
त्यसैले प्रजापिता ब्रह्मा सबैका पिता हुनुभयो। प्रजा धेरैभन्दा धेरै हुन्छन्, नाम त सुनेका छौ नि। भगवानले ब्रह्माद्वारा ब्राह्मण रच्नुभयो। बाबाले अवश्य बच्चाहरूलाई वर्षा दिनुभयो होला नि। तिमी बच्चाहरूलाई विश्वको मालिक बनाउनुहुन्छ। तिमीले शिव बाबासँग वर्षा पाउँछौ। एक हुन्छन् लौकिक पिता, दोस्रो हुनुहुन्छ पारलौकिक बाबा। अहिले यहाँ तिमीलाई अलौकिक बाबा मिल्नु भएको छ, ब्रह्मा बाबा। यिनी त जौहरी थिए, यिनले कहाँ केही जान्थे र? यिनैको लागि भनिन्छ, यिनको धेरै जन्मको पनि अन्तमा प्रवेश गर्छु। शिव बाबाले यो कसको लागि हो? यो ब्रह्मा बाबाको लागि। वानप्रस्थी बन्ने चलन पनि भारतवर्षमा नै छ। 60 वर्षपछि गुरु कहाँ जान्छन्। बाबाले यिनमा प्रवेश गरेर भन्नुहुन्छ, अब तिमी घर जानु छ। मुक्ति सबैले चाहन्छन्, तर मुक्ति केलाई भनिन्छ यो कसैले पनि जान्दैनन्। ब्रह्ममा लीन त कोही हुन सक्दैन। यो सृष्टिको चक्र घुमिरहन्छ, सबैले पार्ट खेल्नु नै छ। भन्छन् विश्वको इतिहास भूगोल दोहोरिन्छ। यो ड्रामा अनादि बनेको छ। 84 जन्मको पार्ट तिमीले खेल्नु नै छ। यो ज्ञान डान्स हो। तिनीहरूले फेरि डमरू देखाउँछन्, तर सूक्ष्म वतनवासी शङ्करले डमरू कसरी बजाउँछन्? बाबाले सम्झाउनु भएको छ, तिमी बाँदर जस्तै थियौ। फेरि बाबा अर्कोतिर मोड्नु भयो। त्यसैले तिमी बाँदरहरूको सेना लिए। तिम्रो अगाडि बाबाले ज्ञानको डमरू बजाइरहनु भएको छ। बाबाले तिमीहरूलाई ज्ञान दिनुहुन्छ। अहिले तिम्रो अनुहार र चरित्र दुवै के हुन्छ? बाबा भन्नुहुन्छ दुवै रूपान्तर गरिरहनु भएको छ। काम चितामा बसेर तिमी काला बनेका छौ। बाबाले फेरि तिमीलाई ज्ञान चितामा बसालेर अनुहार र चरित्र दुवैको रूपान्तर गरेर श्यामबाट सुन्दर बनाइदिनुहुन्छ। यहाँ बाबाले कति नशा चढाउनुहुन्छ, फेरि नशा किन हराउँछ? बाबा सोध्दै हुन्छ, बाबा यति नशा चढाउनुहुन्छ, किन हराउँछ? हराउँछ र हराउँदैन? अच्छा, मीठे मीठे सिकिलदे बच्चाहरूप्रति मात पिता बाप दादाको याद प्यार एवं गुड मर्निङ। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। हामी रुहानी बच्चाहरूको रुहानी बाप दादालाई याद प्यार गुड मर्निङ, नमस्ते बाबा, नमस्ते। धारणा नम्बर 1 मा छ, बाबाले जुन अथाह ज्ञान धन दिनुभएको छ त्यसलाई धारण गरेर स्वयं पनि धनवान बन्नु छ र सबैलाई दान पनि गर्नु छ। जो सुकै आए पनि उसको झोली भरिदिनु छ। दोस्रो, बाबाको यादबाट नै कल्याण हुनेछ। त्यसैले जति सकिन्छ हिँड्दा डुल्दा बाबाको यादमा रहनु छ। एक बाबासँग सर्व सम्बन्धको मजा लिनु छ। बाबाले के भन्नुभयो? एकातिर भन्नुभयो बाबाले जुन ज्ञान दान अथाह हामीलाई दिनुभएको छ त्यसलाई स्वयं पनि धारण गर्ने धनवान बन्ने भने अन्य सबैलाई जो सुकै आए पनि यो ज्ञान धनको दान गर्नु छ। र साथै बाबाले भन्नुभयो यादबाट नै कल्याण हुन्छ। त्यसैले जति सके बाबाको याद गर्ने, त्यसको लागि बसेरै पनि जरुरी छैन, हिँड्दा डुल्दा खाँदा पिउँदा हर समयमा याद गर्नु छ। र यही एउटा सङ्गम युग हो जो भगवानसँग सर्व सम्बन्धको मजा लिन पाउँछ। त्यसैले यो समयमा सर्व सम्बन्धको मजा बाबासँग लिनु छ। बाबाको वरदान छ, सदा व्यस्त रहने विधिद्वारा व्यर्थ सङ्कल्पहरूको गुनासोलाई समाप्त गर्ने सम्पूर्ण कर्मातीत भव। सम्पूर्ण कर्मातीत बन्नमा व्यर्थ सङ्कल्पहरूका तुफानले नै विघ्न पार्छन्। यी व्यर्थ सङ्कल्पहरूको गुनासोलाई समाप्त गर्नको लागि आफ्नो मनलाई हर समय के राख? व्यस्त राख। मनलाई समय बुकिङ गर्ने तालिका बनाउने तरिका सिक।
समय बुकिङ गर्ने तालिका, अर्थात् कि बाबाले भन्नुभयो यति बजे यो गर्छु, यति बेला यो सामानमा, यति बेला खाना खाँदा यो सामानमा, हैन, हिँड्दा यो सामानमा, सेवा गर्दा यो सामानमा। त यसरी बाबाले भन्नुभयो त्यो सिक। सारा दिनमा मनलाई कहाँ कहाँ व्यस्त राख्नु छ यो कार्यक्रम बनाऊ। दिनहुँ आफ्नो मनलाई 4 कुराहरूमा व्यस्त गरिदेऊ। व्यस्त राख्नलाई पनि बाबाले के भन्नुभयो, 4 कुरामा व्यस्त राखिदेऊ। एकमा मिलन, रोरियान, हैन, बाबाको याद गर्ने, बाबासँग कुराकानी गर्ने, यसरी आफूलाई व्यस्त राख्ने एउटा तरिका। दोस्रो तरिका बाबाले भन्नुभयो वर्णन, हैन, सेवा गर्ने, बाबाको यसमा पनि बाबाको याद रहन्छ। तेस्रो मगन, अर्थात् कि बाबाको यादमा मगन, प्राप्तिहरूलाई याद गर्ने, हैन। र चौथो छ लगन, हर समय निमित्त भएर बाबालाई साथमा लिएर सेवा गर्ने, लगन, मगन, हैन। यसरी चाहिँ यो 4 विधि बताउनु भयो। त यसरी आफूलाई हर समय व्यस्त राख्ने, यसबाट समय सफल हुनेछ र व्यर्थका गुनासाहरू खत्तम हुनेछ। भन्छ नि बाबा यतिसम्म व्यर्थ गयो के गर्ने, अब यतिसम्म व्यर्थ गयो, अब यसलाई कसरी गर्ने। बाबा भन्नुहुन्छ अब व्यर्थ हुँदैन। किन? यदि यो 4टा कुरालाई ध्यान दिन्छौँ। बाबाले हामीलाई 4वटा विधि बताउनु भयो व्यर्थबाट बच्ने, मिलन, वर्णन, मगन, लगन। स्लोगन, सफलतालाई परमात्माको जन्मसिद्ध अधिकार सम्झनेहरू नै सदा प्रसन्न चित्त रहन सक्छन्। हैन, सफलता त मेरो जन्मसिद्ध अधिकार हो। यदि यो निश्चय छ भने खुसी रहन सक्छौँ, होइन भने फेरि अब विजय हुन्छ कि हुँदैन, सफलता हुन्छ कि हुँदैन, यसरी सोच्छौँ भने फेरि प्रसन्न रहन सक्दैनौँ, किनकि डर रहन्छ। त्यसैले बाबा भन्नुहुन्छ सदा प्रसन्न रहनको लागि के गर्ने, सफलता मेरो जन्मसिद्ध अधिकार हो, यसमा हामी निश्चय राख्नु छ। अव्यक्त इसारा छ, सदा हर्षित रहनको लागि आफ्नो स्वभावलाई सरल बनाऊ, सहनशील बन। सरलता ल्याउनको लागि केवल एउटा कुरा अवश्य ध्यानमा राख्नुपर्छ, स्तुतिको आधारमा आफ्नो स्थिति नबनोस्। कतिपय बच्चाहरूले कर्तव्यको फलको इच्छा धेरै राख्छन्, त्यसैले स्तुति नभएपछि स्थिति हलचलमा आउँछ। निन्दा भयो भने अनाथ बन्छन्, आफ्नो स्टेजलाई छोडेर धनी बाबालाई पनि भुल्छन्। त्यसैले स्तुतिको आधारमा स्थिति नबनाऊ। हैन, कसैले स्तुति गर्यो, खुसी भयो, स्थिति राम्रो भयो। तर कसैले फेरि स्तुति गरेन, फेरि मन सानो भयो, स्थिति नै बिग्रियो। हैन, बाबालाई पनि भुल्यौ, यसरी अनाथ भयो। त बाबा भन्नुहुन्छ त्यो नगर्नु, किनकि हाम्रो स्तुति कसले गरिराख्नु भएको छ, स्वयं भगवानले। हैन, यस्तो यस्तो कुरालाई सम्झिन्छौँ भने फेरि हामीलाई कुनै व्यक्तिबाट स्तुति हामी पाउन इच्छा राख्दैनौँ, त्यो इच्छा रहँदैन। त यसरी चाहिँ सदा हामी हर्षित रहन सक्छौँ। त्यसैले यो कुरालाई ध्यान हामीले दिनु छ। सदा के गर्ने, आफ्नो स्थिति नै बनाउने ध्यानमा राख्नु छ। त यो थियो विशेष बाबाको आजको महावाणी। त बाबाले आज हामीलाई के बनाउनु भयो, आज दानी, वरदानी, महादानी बनाउनु भयो। किनकि यो दानबाट नै सर्वको हामीले कल्याण गर्न सक्छौँ र आफ्नो पनि यसैमा कल्याण छ। किनकि कसैलाई जसको चिज कसैलाई दिइरहेछ भने त्यो चिज जसको उसको पनि त याद आउँछ। त डबल हाम्रो भाग्य, एकातिर दिँदाखेरि भाग्य बन्यो, अर्को याद आयो, त्यहाँबाट पनि हाम्रो भाग्य बन्दैछ। हैन, त यसरी सारा दिन के गर्नु चाहन्छ, वरदानी महादानी बनेर ज्ञान रतनहरूको दान गरि नै राख्नुपर्छ र दान गर्नको लागि आफूसँग हुनु पर्यो। त्यसैले बुद्धि रूपी झोलीमा सदा बाबाले दिनुभएको ज्ञान रत्नहरूलाई भरपूर राख्ने मनन चिन्तन गरिराख्नु छ, जो हजुरहरू सधैँ गरि नै राख्नु भएको छ।
अच्छा, ओम शान्ति।